यहाँ भुवन हुनुहुन्छ, यहाँ चाहिँ भुवन दाइको अङ्कल। आज चाहिँ हामी चोबार जाँदैछौँ अङ्कलसँग। अङ्कल धेरै पछि काठमाडौँ आउनु थियो। भुवन दाइ त्यहाँ हिँडेर हजुर हिँडेर वाकमा जाँदैछौँ आज हामी होइन। यस्तो छ यतातिरको दृश्य, गाडीहरू चलिरहन्। भुवन दाइ युट्युब हेर्दै मोबाइलमा बाटो नहेरिकन हिँडिरहन्। मोबाइल धेरै चलाउँछन् कि नि, कामै गर्दैनन्। यहाँ अङ्कल हुनुहुन्छ। हेर अझ नि मोबाइल चलाइरहेछन्। हामी चाहिँ अगाडि मन्दिर छ। कुन मन्दिर रे भुवन दाइ यो? विष्णुदेवी टेम्पल। यहाँ चाहिँ हामी त्यो माथिको त्यो मन्दिरमा जाँदैछौँ। ल अहिले माथि भेटौँला। अब सिधै माथि भेटौँला। हामी यहाँबाट माथितिर उकालो लाग्यौँ। अगाडि भुवन दाइ अगाडि हिँड्नु हुँदैछ। अनि अङ्कल धेरै वाक गर्नुहुँदो रहेछ मर्निङमा नि। अनि मर्निङमा नि बिहान वाक जानुहुन्छ अङ्कल। बिहान 6 बजे उठेर वाक। हामी चाहिँ त्यसै सुतेर बस्छौँ 6 बजे पनि। अर्को भुवन दाइ चाहिँ जिम जानुहुन्छ बिहान 7-8 बजीतिर। आफूलाई देखाइसक्यो मैले। केसँग भुवन भर्खर अहिले चाहिँ हामी कुन मोबाइलबाट भिडियो क्याप्चर गरेर हाम्रो कुन मोबाइल हो? टेक्नो पोको के लेखेछ? टेक्नो पोभा 6 हो त्यो। क्वालिटी हेर्न सक्नुहुन्छ। अहिले हामी टेक्नोले हामीलाई स्पोन्सर पनि गर्न सक्छ। 2K 60 FPS मा खिचिरहेछौँ। यस्तो उकालो हिँडिरहेछौँ हामीसँग आइफोन 15 प्रो म्याक्स पनि छ है। तर मोबाइलमा चार्ज कम भएको कारणले अहिले एन्ड्रोइडमा सिफ्ट हुनुभएको छौँ हामी पोको नोभा 6 मा। तर क्वालिटी त राम्रै दिइरहेको छ अहिले पनि। उहाँ पनि आउँदै हुनुहुन्छ। पछिको सबै देखेको कीर्तिपुर हो, हेर्न सक्नुहुन्छ। यहाँ माथि जाने हामी अब माथि ओनिल माथिबाट खतरा भ्यू आउँछ। अब हामी यहाँ माथि चढ्दैछौँ है। यहाँ माथि छ ओनिल ट्री है, त्यही जान्छौँ सुरुमा हामी है। हाम्रो चाहिँ लक्ष्य भनेको अहिले चोबार पुग्ने हो। हेरौँ कहाँसम्म पुगिन्छ। यो ओनिल ट्री हो है, यहाँ ट्री छ। अनि हेर्न सक्नुहुन्छ भ्यू। यता कीर्तिपुर पाँगादो बाटो हुँदै त्यहाँ टियुको ग्राउन्ड छ। अनि त्यहाँ उस छ। यता पहाडी उस छ। हेर्नुहोस् बिल्डिङको दृश्यहरू। टियुको त्यहाँ ग्राउन्डको लाइट पनि छ है, हेर्न सक्नुहुन्छ। यता चाहिँ एउटा हस्पिटल हो त्यो चाहिँ है। अनि यहाँ चाहिँ 2 जना हुनुहुन्छ है वाकमा। धर्रा हो यहाँबाट देखिन्छ। कहाँ गयो? यहाँ तिमीसँग देखिएको राम्रोसँग देखिँदैन टाढाबाट। सुन्दर धर्रा भयो। एयरपोर्ट पनि यता साइडतिर छ। अहिले यहाँको पोल्युसन धेरै छ, त्यही भएर पुरै धुवाँ भएछ। माथि ग्राउन्ड पनि बन्दैछ त्यहाँ। नानी बेबीले भोक लागेर रहेछ। अङ्कलले यहाँ पैसा दिँदै हुनुहुन्छ है। नानी बेबी गइन्। हामी भुवन दाइ म अनि अङ्कल जालपादेवी मन्दिरमा आयौँ। अब यो मन्दिरमा पनि जान्छौँ हामी माथि। मन्दिरमा छिरिसक्यौँ। यहाँ सिद्ध गुफा भन्ने सिद्धि गुफा, सिद्धि बाबा मन्दिर। जालपादेवी मन्दिर चाहिँ यो है।
यस्तो छ यताको भ्यू चाहिँ कीर्तिपुरहरूको। हाम्रो माथिबाट प्लेन जाँदैछ है। अब प्लेन ल्यान्ड हुन्छ यहाँ इन्टरनेसनल एयरपोर्ट काठमाडौँको है। भुवन र अङ्कल सँगै हिँड्नु भयो। हामी चोबार पुग्न लाग्यो है। यो तल अब चोबार डाँडो छ, यहाँबाट जाने मिल्छ कि मिल्दैन थाहा छैन, अब हेर्नुपर्छ है। अहिले चाहिँ हामी यहाँ चोबारमा छौँ। यहाँ चाहिँ पिङ रहेछ है, पिङ खेल्दा यहाँ चोबार भनेर लेखेको छ है। राम्रोसँग देखेको छैन होला क्वालिटीको कारणले। पारीसम्म हो, वहाँ पारी डाँडा छ नि, यहीसम्म चोबार। छोरो के त छन् त के छैन, त्यो यसो बस्नको लागि बोयफ्रेन्ड गर्लफ्रेन्ड। यहाँ मन्जुश्री हुनुहुन्छ है, मन्जुश्री। चोबारको डाँडोहरू अब 10-8 दिन जाउँला। इन्ट्री कहाँबाट थाहै छैन। यहाँबाट यहाँ हेटौडा जाने बाटो, यहाँ तलबाट यो हेटौडा जाने बाटो यो छ चोबार। यहाँ छौँ हामी। यहाँ कृष्ण भाइ पुरै यहाँ बिजी छ। काकाश्री यो ऊ हो गुम्बा, गुम्बा हो कि स्कुल हो, स्कुल त्यो बुद्धिस्टहरूको बच्चाहरू पढ्ने। कहाँ हो हामी? वी आर हियर एट मन्जुश्री पार्क एन्ड वी आर विथ कृष्ण, भुवन एन्ड भुवन अङ्कल। पार्कमा छौँ हामी। पार्कमा जाने भने अब खै के हुन्छ हेरौँ। इन्ट्री छ र पिउडा? यस्तो नै हुन्छ।